आकाशमा पुल छ यहाँ, लामो पुल छ। यो बागलुङ कालिकाको आडमा रहेको एउटा पुल, जुन पुलले चाहिँ यति सर्टकट गरायो कि मानिसलाई धेरै दुःख भएको थियो। यो बागलुङको यो तलपट्टिको यो महर हो, यो जङ्गलबाट हल्का गाडीहरू हिँडिरहेको देखिएको छ र माथि सल्लाघारी चिटिक्क पर्छ सल्लाघारी र तल कालीगण्डकी बगिरहेकी छिन्। यो माथि ट्रेन जाने बाटो हो र यतापट्टि देखिन्छ यो पत्थरमाथिको यो सल्लाघारी। त्यस्तै यहाँको प्राकृतिक छटा यति रमणीय छ, स्वर्ग छ। स्वर्ग स्वर्ग भनेको यही हो। हामी स्वर्गमा पहिल्यै नै आइपुगेको रहेछौँ, हामीले स्वर्ग पछि गइन्छ जस्तो लाग्थ्यो। ल हेर्नुहोस्, कालीगण्डकी निश्चल तरिकाले बगेको छ।